सबैजना राखेको स्वागत छ मेरो युट्युब च्यानलमा। मैले चाहिँ धेरै भयो भिडियो नबनाएको, कामले व्यस्त भएर कामले गर्दाखेरि। सो आज पनि कामबाटै आएको, तर पनि आज चाहिँ मलाई यस्तो जोस जाँगरको साथै म भिडियो बनाउँछु भनेर आएको छु है। यो सुँगुरको मासु क्या यस्तो मलाई पोलेर खानु मन लागेको छ। सो गाइज, म चाहिँ कसरी सुँगुरको मासुको अचार बनाएर खान्छु, मेरो भिडियो अन्तिमसम्म हेरेर रमाइलो गरिदिनु होला। लेट्स गो। मैले चाहिँ मासु हल्का बफाउनलाई कुकरमा बसाइसकेको छु। साथीहरू यतिको हल्का बफाएर निकालिसकेँ मैले। साथीहरू अब यसलाई यतिको मजाले काट्ने कि अनि काटेर यसलाई यसरी राख्ने। साथीहरू फेरि यो स्टाइल चाहिँ मेरै स्टाइल हो नि, मलाई चाहिँ धेरै त्यो बोसो न्याक्क हुन्छ कि, त्यही भएर मैले चाहिँ यस्तो तरिकाले बनाएर खान्छु। यो चाहिँ मेरै स्टाइल है, अरू कसैको होइन। कसले पनि खाँदैन नि फेरि यसरी बफाएर पोलेर चाहिँ। हेर्नुहोस् त, मैले यसरी काटेको छु, यत्रो बनाएको छु मजाले काटेर। साथीहरू रमाइलो कुरा चाहिँ के छ भने नि, मैले चाहिँ मासु पोल्नुको लागि दुःखै गर्नु पर्दैन क्या, किनभने जापानको चुल्हाहरूमा चाहिँ अलरेडी मासु पोल्ने मिसिनहरू हुन्छ क्या। म हजुरलाई देखाउँछु है। यो चाहिँ चुल्हा भयो होइन, यहाँनिर हुन्छ क्या मासु पोल्ने चाहिँ। अब यसमा हालेर चाहिँ म मासु पोल्छु एकछिन। साथीहरू मासु चाहिँ मैले यसरी राखिसकेको छु, यस्तरी राखिदिनुपर्छ। अनि यो साइडको बटन चाहिँ यसरी थिचिदिनुपर्छ। अनि हेर्नुहोस् त कस्तो मजाले भनेर आगो बलिरहेछ कि साइडमा। मासु चाहिँ मेरो तयार हुँदैछ। अब म अचारको लागि तयार गर्छु। अचारको लागि चाहिँ मैले यहाँनिर थोरै तेल लगाएर बसाइसकेको छु यहाँनिर। साथीहरू त्यसमा त लास्टै ढिलो हुनुभयो, कस्तो भोक लागिसक्यो। सो मैले चाहिँ एयर फ्रायरमा पकाउने निदो गरेँ। एयर फ्रायरमा बरु सजिलो हुन्छ जस्तो लाग्यो कि मलाई त। अब यसमा पकाउँछु, किन भन्नु न, मलाई लास्टै भोक लागिसक्यो क्या। यसमा चाहिँ अलिकति टाइम जाने रहेछ क्या, त्यही भएर। हुन त यहाँ पनि हुँदै थियो कि, तर कस्तो ढिलो भयो कि, हेर्नु न। यसरी राखेर अब यसमै पकाउँछु। टिम्बुर हाल्छु क्या, कुकुरलाई टिम्बुर मनपर्छ। मलाई त लास्टै मिठो लाग्छ कि, त्यही भएर म टिम्बुर चाहिँ मेरो फेभरेट हो। म अचारमा टिम्बुर चाहिँ हालेकै हुन्छु क्या, जुनै अचारमा पनि प्रायः जस्तो। खोर्सानी र मैले चाहिँ टिम्बुर पकाइसकेको छु। टमाटर हालेँ। साथीहरू मलाई चाउमिन पनि कस्तो खानु मन लाग्यो क्या। अब चाउमिन पनि सुँगुरको मासुको कुरकुरे हड्डी हो क्या। कुरुम टोक्दै चाउमिन खानु क्या मिठो लाग्छ। अब चाउमिन पनि बनाउँछु म। जमुनाको फेदीमा मनोकामना मेरो लसुनको झन्डै हाल्नु बिर्सेको मैले। अब अलिकति नुन हाल्छु म। नुन चाहिँ धेरै कडा खाँदैन, म थोरै हाल्छु। साथीहरू यतिको भइसकेपछि चाहिँ अब ग्यास मारिदिने। अलिकति चिसो हुनुको लागि यसलाई छोडिदिन्छु। अब म चाउमिन बनाउनुको लागि तयार। साथीहरू यतिको जाँगर चलाएर खाने चाहिँ आज मेरो कहाँबाट गाडीको जाँगर आयो थाहा छ? भोलि मेरो छुट्टी छ नि त, त्यही भएर।
सागको पछाडि फलाइरहेको छु होइन। मलाई त चाउमिनमा क्या यो के भन्छ रायो सागको बास्ना यस्तो मिठो आउँछ क्या। कसले चाउमिनसँग यो साग हालेर खानुहुन्छ। मलाई चाहिँ एकदमै फेभरेट है मेरो चाहिँ। मलाई एकदमै मनपर्छ। मैले चाउमिनमा चाहिँ साग हाल्नु चाहिँ मलाई यस्तो मनपर्छ नि। फाइनली गाइस सबै खानेकुराहरू मैले तयार गरिसकेँ। म हजुरहरूलाई देखाउँछु ल। मैले चाहिँ यो फेरि बफाएर अनि फेरि फ्राई गरेर अनि अचारसँग मोलेको चाहिँ साँधेको सुँगुरको मासु। कस्तो मिठो हुन्छ एउटा खाएर आउँछु ल। यो चाउमिन सुँगुरको मासु खाँदाखेरि यो चाहिँ मलाई चाहिन्छ होइन। यो चाहिँ खाएन फेरि पस्छ नि त, त्यही भएर यो साग चाहिँ यो दुइटाको चाहिँ कम्प्रोमाइज छ। सो मैले सुँगुरको मासु यसरी बनाएँ अनि त्यसबाट यो सागले बाई बाई गाइस, आजको मेरो भ्लग यति नै। किनभने मलाई खानु हतार भइसक्यो क्या, भोक लागेर। बाई बाई।